तपाईको यो अरु मान्छेले गाडी त प्रयोग हुन्छ नि हैन सर नाममा दर्ता गर्नु मैले चाहिँ एउटा खसी लिएर आएको हो दुःख गर्नलाई खसी लिएर आएको सर हैन खसी ल्याउँदा मेरो कागज बिलबुक सबै रेडी सबै मेरो ओके छ हैन सर हैन तपाईले चाहिँ अब यसलाई फर्मको नाममा भन्नुहुन्छ कसरी फर्मको नाममा हुन्छ सर ल भन्नु त कृषि फर्म भनेर मेरो आफ्नो कृषि फर्म छ सर जे कृषि फर्म छ मेरो मिड सप छ प्यान भ्याटमा दर्ता छ मेरो सर हैन भिडियो गराउनु ल यसमा हैन यो त गाडी त सुन्नु सर कृषि फर्म अरु मान्छेले नि गाडी त प्रयोग गर्छ नि सर हैन गर्छ प्रयोग गर्ने त खसी पोका बोक्नलाई भनेर यहाँ त्यो त निजी भाडाको लागि हो नि त सर यहाँ त निजी भाडा देखे हेर्नु त निजी भने हैन सर मैले आफ्नो हिसाबले प्रयोग गर्न पाएँ नि सर त्यही त तपाईको नाममा हुनु पर्यो के मेरो सर मेरो नाममा त हो नि यो सर यो साथी ट्रेड भने मैले किनेको नामसम्म कागज छ सर मसँग कागज छ सर तपाई हैन के सुन्नु सर म साथी ट्रेडसँग मैले किनेको मसँग छ सर तपाईको नाम के सुन्नु न सर एबीसी के होला तपाईको नाममा ल सुन्नु सर सुन्नु न त्यो हो भने साथी ट्रेडको नाममा होइन मसँग चाहिँ मनोज श्रेष्ठको नाममा छ म मनोज श्रेष्ठ गीतानगर मिट एन्ड फ्रोजन फुड सप्लाईको साथी हो र यसको योसँग मैले किनेको कागज मसँग पनि छ हैन सर तपाईको नाममा फर्ममा दर्ता भयो भने चाहिँ तपाईलाई एकदम कृषि फर्म छ सुन्नु न सर मैले भन्न चाहेको के मेरो नाममा दर्ता छ सर कृषि फर्म नि छ अनि मेरो नाममा उ पनि छ के ठीक छ हो कृषि नाममा रहेछ अब के गर्नु पर्यो मैले भन्नु तपाईले चाहिँ यो कृषि फर्मको नाममा दर्ता गर्नुस् तपाईलाई छुट हुन्छ नत्र हुँदैन त्यसो भए कृषि फर्ममा दर्ता न मान्छेले कसैले खसी कुखुरा गाई बस्तु बोक्दैन सर नबोक्नु हजुर त्यो चाहिँ नियम अनुसारै छ सर नियम अनुसार त्यो बोक्न छुट भएको गाडीहरू हुन्छ नि हो त्यसैमा चाहिँ बोक्नु है ल ल हुन्छ कति काट्ने त रसिद काट्नु म हजार लाग्छ बोलाउनु सर ल ल हजुर होइन सर होइन तपाईँले अनावश्यक दुःख यहीँ नेपालमा दुःख गर्छु विदेशमा अर्काको देशमा गर्दैन यहीँ दुःख गर्छु भन्ने मान्छेहरूलाई दुःख दिनुभएको क्या सर तपाईँले हिम्मत हार्ने बनाउनु तपाईँहरू जस्तो फुल्ले हो क्या सर मलाई त्यस्तो होइन नि सर त्यस्तो कुरा ए सर गाडी त कसको नाममा हुन्छ सर म एउटा सानो पसलको मान्छेले मैले गाडी किन्न सक्छु ल भन्नु सर मैले किने भन्नुभयो मैले अरू मान्छेले किन्न सक्छ त कहिले सक्छु नि सर नकिन मान्छेले कामै नगर्ने हो देशमा गर्ने तपाईँहरू मान्छेले विदेश पठाउनु भएको छ तपाईँहरूले होला हालेर विदेश पठाउनु भएको तपाईँले यहाँ रुनी बनाएर पठाउनु भएको क्या तपाईँहरूले नेताले तपाईहरुले बिगारे हो कि यो देश तपाईहरुले बिगार्नु भएको सर देश सर एउटा खसी काटेर 500,000 कमाइ हुन्छ तपाईले मलाई 1000 को चिट काट्दिनी 500 को चिट काट्दिनी अनि मैले के गरे मेहनत गरे यो देशमा तपाईले निर्देशन गरे होला नि त यो के कोसमा तपाईले मलाई एक्चुअली अवेयरनेस गर्न सक्नुहुन्थ्यो यो यस्तो हैन भाइ तपाईले यो गर्नु भन्न सक्नुहुन्थ्यो नि सर मलाई सुरुमा मलाई थाहा छैन सर मैले काम गरेको 1.5 वर्ष भयो मलाई थाहा छैन सर